फाइनली गाइस म तपाईहरुलाई माछा देखाउन गइरहेको छु। हेर्नु होला तपाईहरुले हाम्रो नदीमा यति सानो सानो माछाहरु पाइन्छन्। म तपाईलाई देखाउँछु अहिले एकछिनमा हेर्दै गर्नु होला। हेरिराख्नुस् अहिले देखाउँछु माछाहरु त्यो हेल्कामा राखेछ कि माछा एकछिनमा देखाउँछु तपाईहरुलाई माछा। फाइनली गाइस म तपाईहरुलाई माछा देखाउन जानला छु। यी हेर्नुस् माछा हाम्रो नदीमा यहाँ कञ्चनपुर गाउँको नदीमा माछा मारेर ल्याइसकेका छन् हाम्रो घरको मान्छेहरुले। हेर्नुस् यति ठुला माछा छन् यहाँ हाम्रो नदीमा तपाईहरुले हेर्न सक्नुहुन्छ। खाने मन भएपछि तपाईहरुले कमेन्ट गर्नु होला। माछा खाने मन भएपछि हेर्नुस् माछा तपाईहरुलाई माछा कस्तो लाग्छ? मिठो लाग्छ भने लाइक शेयर गरिदिनुस्। के तपाईहरुले पनि माछा खानुहुन्छ? हेर्नुस् गाइस सेतो माछा नदीमा देखिसक्नु भयो होला तपाईहरुले माछा। यो माछालाई हेर्नुस् देख्नुभयो त माछा मार्ने वाला आउला छन् उतादेखि। म त जान्दैन गाइस माछा साछा मार्न, मलाई आउँदैन माछा मार्न। आजसम्म कहिले गएको छैन नदीमा माछा मार्न, घरकै मान्छे जान्छन्। तपाईहरुले जानुहुन्छ भने कमेन्ट गर्नु होला। ल त गाइस ठीक छ, ल बाई बाई। अर्को पार्ट पनि तपाईहरुलाई देखाउने छौं हामीले। लाइक शेयर कमेन्ट गरिदिनु होला।